नमस्कार, आज हो मेरो बल्कको डे 99 र आज म ट्रेन गर्नेछु लेग सोल्डर। फाइनली बल्कको भोलि डे 100 पनि पुग्नेछ। 7 बजे 10 मिनटको मेडिटेसन गरे। आज एक्स्ट्रा वेटसँग सोल्डर प्रेस लगाउनु छ। फिलिङ एक्साइटिङ। बिहान 9 बजे मर्निङ टाइमको हेल्दी टी पिए गार्लिक जिन्जरसँग। घरको सानोतिनो काम सके। प्री मिल बनाउने टाइम भएछ। 10:30 मा प्री वर्कआउट मिल बनाएर खाए। अस्ति भनेको थिए यसरी किन खादिन भनेर, किनकि यसको टेस्ट मन पर्दैन थियो। आज निकै हेभी वर्कआउट भएर डाइजेसन छिटो होस् भनेर यसरी बनाएर खाएको। आजको वर्कआउट प्लानहरू यस्तो हुनेछ। 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। लेगको लागि बारबेल स्क्वाटको 4 सेट, डेडलिफ्ट र ग्लुट्सको 2-2 सेट, शोल्डरमा डबल प्रेसको 3 सेट, ल्याटरल राइज र फेस पुलको 2-2 सेट, इनमा काफ राइजको 3 सेट लगाएर आजको वर्कआउट सके। 20 मिनेट पछि क्रेटिन लिएर अन्डा तासे। 1 घण्टा पछि पोस्ट वर्कआउट मिलसँग भिटामिन डी को ट्याब्लेट लिए। 4 बजिसकेको रहेछ। 1 घण्टाको ट्युसन क्लास लिएर म गए वकमा। आएर स्क्रिप्टिङको काम सके। 7 बजे डिनर गरे। सुत्नु भन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।